काम गर्दा त ह्यान्डसम देखिँदो रहेछ। हेलो साथीहरू, तपाईँलाई स्वागत छ मेरो भ्लगमा। अनि सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। अनि म चाहिँ भर्खर भ्लग स्टार्ट गर्दैछु। सो सबैजनाले साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु साथीहरू। अनि आज चाहिँ हामी ठ्याक्क आज कति गते, असार 2 गते, गते त भन्नु पर्दैन होला, असारको दिन रहेको छ। अनि हामी चाहिँ 2 जना टक्क बाख्रालाई घाँस खोज्न जाँदैछौँ। यहाँ चाहिँ पानी पर्न आँटेको छ, अँधेरो भइरहेको छ होइन। हामी 2 जना चाहिँ जाँदैछौँ घाँस काट्नको निम्ति जङ्गलमा। गाइस पानी पर्न आँटेको छ भनेर भनेको, तर के गर्नु, ठ्याक्कै पानी पनि पर्यो। के गर्ने, अनि हामी चाहिँ अहिले घाँस काट्नु जाँदैछौँ। पानी पर्दैछ अलिअलि, भिजाउनु पनि सक्छ पानीले, तर पनि केही छैन, हामी भिज्दै भयो भने घाँस काट्नेछौँ। यो चाहिँ हाम्रो जङ्गल जाने बाटो हो। जे भने बाटो रोड एउटै हो। हामी चाहिँ जाँदैछौँ अहिले। म तपाईँहरूलाई घाँस काटेको पनि देखाउँछु होइन, हेर्दै गर्नु होला गाइस। अहिले चाहिँ म जाँदैछु टक्कसँगले। अहिले चाहिँ खासै घाँस पनि पाउँदैन नि त, अनि त्यसले गर्दाखेरि अलिक टाढो जानुपर्छ खोज्नको लागि। अनि यहाँ चाहिँ म नाम्लो बोकिरहेको छु, अनि काट्ने मान्छे चाहिँ अगाडि जाँदैछ। काट्ने र बोक्ने चाहिँ ऊ हो, म चाहिँ खासमा चाहिँ साथी मात्रै गएको हो। गाइस यसरी झार्नुपर्छ घाँस। तपाईँहरू कसरी झार्नुहुन्छ, तर हामी यसरी झार्छौँ भनेको त ओली पाल्यो के। काम गर्दा त ह्यान्डसम देखिँदो रहेछ, काम नगरी बस्दा चाहिँ काले न काले धसिङारै देखिन्छ। खासमा होइन घाँस काट्नु हिँडेको, तर हेर न कहाँ हिँडेको, कहाँ लगेको मलाई केही थाहा छैन। अघि हिँड्छ हौ, 2टा डाला घाँस बोकेर, म नाम्लो बोकेर पछि आउनु परेको छ। यहाँ रिस उठ्ने घाँसै छ एउटा कहाँ ठिकै भएर के हो ब्यागे भनेपछि। गाइज हामी चाहिँ यसरी घाँस खोज्नुपर्छ होइन। एउटा घाँस पर हुन्छ, एउटा बोट फेरि ओरा हुन्छ। अनि ओरा र पर कुदेको अनि भेला गर्दै अनि कहाँ पुग्दाखेरि भारी पुग्छ थाहा छैन। कसले हौ घाँस काट्न जाऊ कि जाऊ, कमसेकम आज घरमा बस्ने दिन त बस्न दिनु नि। किन बस्नु भएन, म चाहिँ खासमा मालिकिनी हो होइन। अनि काट्ने र बोक्ने मान्छे चाहिँ यता हो, यसरी काम गर्नुपर्छ होइन। तपाईँहरू पनि यसरी म जस्तो मालिकिनी भएर टक्क काम अराएर खानुहुन्छ भने चाहिँ बिहा गर्नु होला छिटो, अनि टक्क अराएर आफू चाहिँ मालिकिनी भएर बसेर खानु पाइन्छ। साथीहरू धरानमा चाहिँ एकदमै धेरै गर्मी छ, यति गर्मी छ। त्यो गर्मीको त बयान गरेरै साध्य छैन होइन। पानी पर्दा पनि गर्मी नै हुन्छ, घाम लाग्दा पनि गर्मी नै हुन्छ, हावा चल्दा पनि हावा पनि तातै आउँदो रहेछ। के गर्नु, कहिले जाडो महिना आउँछ जस्तै भइरहेको छ यहाँनिर। सबै कुरा ठिक छ, तर यो गर्मी महिना ठिक छैन। भात खाँदाखेरि पनि पसिनै चुने, बस्दाखेरि पनि पसिनै चुने। पानी त चाहिँदैन, त्यही पसिनाले नुहाउँदा हुन्छ यहाँ त। गाइस हामी चाहिँ खासमा होइन वहाँदेखि यहाँसम्म किन आएको भन्नुहुन्छ भने, यो घाँसलाई देखेर टार्गेट गरेर आएको, तर खै बाँदर जस्तो घिसिँदै जाँदैछ, सक्छ कि सक्दैन थाहा छैन। त्यो ढुङ्गा नै पल्टिन्छ अहिले, सक्ला जस्तो छैन। आकाशको फल आँखा तरी मर भने जस्तै भयो। यसलाई देखेर आएको खासमा चाहिँ के भयो। गाइस तपाईँहरूले यहाँनिर मान्छे देख्दै हुनुहुन्छ,
मैले त मान्छे देखेको छु नि त, घाँसको झाङ मात्रै देख्दैछु। हाइट ठुलो भएर हो कि मोटो भएर हो कि पातुलो भएर हो कि घाँस र मान्छे त त्यहीँ हराइगयो त। अनि घाँसको बुट्टामा मान्छे हराउँदो रहेछ। बल्ल देख्यो अलिअलि। ए सकेन। सो फाइनली गाइज हामीले चाहिँ घाँस यति थुपार्यौँ। तर यहाँ भिडियोमा चाहिँ थोरै देखेको छ, तर यहाँ टन्नै एक भारी छ। अब चाहिँ हाम्रो भारी पुग्यो। अब चाहिँ हामी यो घाँस लिएर घर जान्छौँ। अनि यहाँ माथि चाहिँ अझै काट्दै हुनुहुन्छ अलिकति। कहाँ छ हौ मान्छे? माथि छ। अब हामी यो घाँस लिएर चाहिँ घर जान्छौँ। हेर्दै। सो गाइज अहिले चाहिँ हामी घाँसको भारी पुऱ्याएर पनि घर जान्छ। ठ्याक्क घाँसको भारी पनि पुऱ्यायो। घाम पनि टिलिलिली लाग्यो निधारमा। अब चाहिँ हामी होइन घर जाँदैछौँ। घाँसको भारी बोक्ने मान्छे चाहिँ अगाडि छ, म चाहिँ पछाडि पछाडि हिँड्दैछु। र अब चाहिँ म हाम्रो भ्लगलाई पनि म यहीँ इन गर्न चाहन्छु साथीहरू। अब चाहिँ हामी घर हिँडेको। अनि सो हाम्रो भिडियोलाई हेरेर चाहिँ तपाईँहरू पनि इन्जोय गर्नुहोला भन्न चाहन्छु। अनि म चाहिँ भर्खर भ्लग बनाउँदैछु। अनि मलाई चाहिँ खासै अब त्यति धेरै बोल्नु पनि आउँदैन। सो आजलाई चाहिँ भिडियो यति नै साथीहरू। अनि भिडियोलाई मन पर्यो भने चाहिँ सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, अनि सेयर पनि गरिदिनु होला, अनि सबैजनाले साथ सपोर्ट पनि गरिदिनु होला भन्दै म मेरो भ्लगलाई चाहिँ यहीँ एन्ड गर्न चाहन्छु। हस् त सबैजनालाई बाई बाई। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। गर्मी धेरै छ, प्रशस्त पानी पिउने गर्नुहोस् सबैजनाले होइन। गर्मी एकदमै धेरै बढिरहेको छ भन्दै मेरो भिडियोलाई चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु। बाई बाई सबैजनालाई।